welcome wherever you are. Welcome to the fortress of football, Dasrath Rangashala. After a short hiatus to the Nepal Super League Season 3, or may we call Ncell Nepal Super League. And what a day better way to start than with the ultimate Valley Derby, a clash of two powerhouses, Lalitpur City versus Kathmandu Razors. On one side, the defending champions Lalitpur City, the Lakis, a team that carries the spirit of a city rich in art, tradition and resilience. But history tells a different story when they face their biggest rivals out of speed, ambition and chaos, always aiming for the top. They have ruled this rival. Iconic defenders are seasonमा पहिलो खेल नै you can see this beautiful view, the aerial view. Restart, kickstart, Ncell Nepal Super League 2025 Season 3. The Valley Derby kicks off in style. Kathmandu Razors. Santosh dummy got the yo shot to long ranger. Nepal Super League Season 3 को प्रतियोगितामा कुरा गर्ने हो भने Patrick de Wilde जो धेरै समय एस्पायर एकाडेमीमा एक्सपिरियन्स बोकेका थिए भने रेड बुल साल्जबर्गका युथ कोच पनि रहेका थिए। खेलको सुरुवाती समयको कुरा गर्ने भने ललितपुर त्यति रिदममा देखिएको छैन, बल पोजिसन गुमाइरहेको छ र यो जोनाथन कान्टिलाना त्यहाँ सनीश थ्रोइन दिनेछन् आफ्नो टिमको लागि। मणि राम्रो टामी मणि लामा लिप गर्दै यो बल कुड बी डेन्जरस र यहाँ यो पहिलो गोल। The Lakis with the first लागि Jonathan Cantilana को cross थियो, and this is the very first Red Bull goal of the tournament. र खेल अगाडि मैले अभिनवलाई त्यसैगरी अमनदाईलाई सोधेको थिएँ कि खेलको पहिलो हाफमा हामीले गोल देख्न पाउँछौँ, अवश्य पनि पायौँ र यति छिटो देख्न पायौँ। लेट्स लुक एट द रिप्ले। यो क्रस थियो, सायद यो ओन गोल। लकी कमल श्रेष्ठ भनी मात्र रहेका थियौँ, उनले ललितपुरको लागि पहिलो सिजनमा गोल गरेका थिए जब ललितपुरबाट खेलेका थिए। यहाँ अनलकी आत्मघाती गोल गर्न क्रेडिट दिनुपर्छ आदित्य शाक्यलाई, जुन प्रकारले प्रेस गरिरहेका थिए आफ्ना अपोजिसनलाई। राम्रो ट्याकल योगेशबाट, योगेश गुरुङ फाइन स्लाइडिङ ट्याकल गर्दै र उनलाई लेफ्ट ब्याकको भूमिकामा देखिरहेका छौँ हामी। रेगुलरली खेल्ने गर्दैन उनी लेफ्ट ब्याकबाट। बाखरी माने, भिन्सेन्ट कोचिएल्लो, बुयाटुरी पोजेसनमा काठमाडौँ लिप गर्दै यो बल राम्रो आइडिया फार राइट साइडमा कमल श्रेष्ठको लागि। कमल बल भने बचाउन सकेनन्, गोल किक। कमल राइट फ्ल्याङ्कबाट निकै नै घातक हुने गर्दछन्। एरियल भ्यू अफ दशरथ रङ्गशाला। सन्ध्याकालीन समय फुटबलको रोमाञ्च। कन्ट्रिब्युसन गोलको लागि आएको थियो यस खेलाडीबाट जोनाथन क्यान्टिलाना। आफ्नो प्रोफेसनल फुटबल भने जोनाथन क्यान्टिलानाले सान एन्टोनियो उनिडो जुन चिलियन सेगुन्डा डिभिजन टिम थियो त्यहाँबाट स्टार्ट गरेका थिए र पछि भने प्यालेस्टाइनको नेसनल टिम जोइन गरे। 10 गोल गरिसकेका छन् उनले। काठमाडौँसँग अट्याक गर्ने अपर्च्युनिटी, काउन्टर अट्याकबाट पेम्बाले अघिल्लो फिक्चर जुन काठमाडौँ ललितपुरको थियो त्यस खेलमा पनि खेलेका थिए। 10 मिनट्स मात्र। एन्जल दिनेश र इमो ले अफ गर्न चाहन्थे सनीशको लागि सो बल सायदमा गोल भएको थियो। कम्फर्टेबल फुटबल ललितपुरबाट सन्तोष बललाई पोजेसनमा राख्न चाहनेछ ललितपुर। मणि स्विच गर्दै फार राइट साइडमा सनीशको लागि राम्रो कन्ट्रोल, सनीश श्रेष्ठ। यो पास इबुकेबेको लागि, पापा इबुकेबे स्टेप ओभर्सहरू सनीश श्रेष्ठ अन साइड छन्। राम्रो कम्बिनेसन राइट फ्ल्याङ्कमा इबुकेबे। यो स्विच इमो गोलको लागि
Imo Ezekiel अझै पनि अवसर छ इमोको लागि र अर्को अवसर आदित्य शाक्य the lucky strike again burning with fire यो भ्याली डाबीमा यो डान्स र यो मनोरञ्जन पनि the NCL Nepal Super League kicks off in style. Well, a disaster in defense. Kathmandu Razors को राम्रो ब्लक थियो अभिषेकको तर अन्तिममा जुन प्रेजेन्स अफ माइन्ड देखाए आदित्य शाक्यले that mattered the most in the game. रिबाउन्ड लिने प्रयास थियो सफल हुन सकेका थिएनन् तर जुन प्रकारले यहाँ गोल निकाल्न सफल रहे what are the defenders doing क्लियरेन्स गर्नुपर्ने आवश्यकता थियो क्विक हुन पुगे and that is your Red Bull goal number 2 for Lalitpur City FC आदित्य शाक्य season 2 को फाइनल का प्लेयर अफ द मैच र आज पनि गोल गर्न सफल And one thing to remember is जुनै पनि गोल यो प्रतियोगिता कान्टिलानाको अर्को र प्रवेश अब मार्की प्लेयरको जिल्लेस्पे जङ्कारकी the national hero as we are calling him in the recent days right inside bata Kathmandu attack ma यो क्रस बक्स मा हेडर हुन सक्छ राम्रो सेभ फाउल फ्री किक स्ल्याप गरिदिएका थिए जबकि बाल्जेसले जिलेस्पी थ्रेटफुल हुने गर्दछ